मेरो घर बिचरा मैले ल्याएर आँप रोपेको फल्दै रहेछ। अनि फल्दैछ। अब यहाँ बस्ने बहिनी कोरिया जाँदैछ। एक्लै भयो मेरो घर। अनि मिवा पनि आफै उम्री पऱ्यो। यो मिवालाई चाहिँ मारिदिनुपर्छ होला। आँप चाहिँ राख्ने। अनि एक्लै भयो। अब यहाँ चाबी लगाइराख्ने। अनि यहाँ बहिनीको सामानहरू यहाँ राखेको छ एउटा कोठामा। अनि अर्को कोठामा पनि बहिनीको चाबी यहाँ छ। अनि यहाँ चाहिँ मेरो किचन हो। यहाँ चाहिँ मेरो रुम हो। म आउँदा मेरो रुमको अवस्था यस्तै छ। अनि यहाँ किचनमा सबै सामानहरू थन्काउनु भयो। अनि यहाँ अहिले मैले खाना पकाएको। अब खाना खाने बहिनी चाहिँ अब सँग कुकर पनि सबै मैले सानोहरू थन्काएँ। ठुलो एउटा चाहिँ बाहिर। अनि त्यही ठुलोमा पकाएको। बिरक्तै चल्यो। के गर्नु, झापा छोड्यो। काठमाडौँ यहाँ सामान सबै छ। सोफा सेटहरू अनि सबै सामानहरू यहाँ राखेको छ। अर्को सामानहरू यहाँ राखेको छ। मेरो छोरीको फोटो छ यहाँ। छोराको सानो छोराको यहाँ छ। यहाँ बुढोको फोटो पनि छ टस्साको। अनि यस्तै छ है। अब के गर्नु, झापा गर्मीले तताएर अनि बाध्यतै भयो। काठमाडौँ जाने बाध्यता। कहिले घरमा फर्केर आइन्छ थाहा छैन। परमेश्वरको योजना के छ, कहाँ पुग्नु पर्ने हो, के गर्नुपर्ने हो होइन। परमेश्वरलाई मात्रै थाहा छ। यहाँ मुनि चाहिँ बारी छ यसरी। छिमेकी घर। मेरो घरहरू पनि यस्तो छ। गाई छ हो।